संसदमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि प्रतिपक्ष सांसदहरूले प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन्। मान्य सदस्यहरू, आजदेखि नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ, तर प्रधानमन्त्रीको तर्फबाट जवाफ अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले दिने भएपछि प्रतिपक्ष सांसदले नाराबाजी गरेका हुन्। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेलाई सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। उनीहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। मान्य सदस्यहरू, मान्य सदस्यहरू, मान्य सदस्यहरू, मान्य सदस्यहरू छ नियमावली छ। मान्य सदस्यहरूले बनाएको नियमावली, म मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। त्यस्तै श्रम संस्कृति पार्टीका सांसदहरूले त बैठक नै बहिष्कार गरेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा आक्रोशित देखिएका सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन्। मान्य सदस्यहरू, मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्, एकछिन शान्त रहिदिनुहोस्, केही कुरा सुनिदिनुहोस्, त्यसपछि म तपाईँहरूलाई आफ्नो कुरा राख्ने मौका पनि दिन्छु। विपक्षी सांसदहरूको विरोध रोकिने नामै नलिएपछि सत्तापक्षका सांसद खगेन्द्र सुनार प्रतिवादमा उत्रिएका छन्, तर उनलाई सत्तापक्षकै सांसद सागर ढकाल, हरि ढकाल लगायतले थमथमाएका थिए। मान्य सदस्यहरू, यसपछि संसद बैठक नै 15 मिनेटका लागि स्थगित गरिएको छ। अब यो बैठक 15 मिनेटको लागि स्थगित हुन्छ।